हेलो गाइज, वेलकम बैक टू माई च्यानल। आज चाहिँ हामी चटपटी बनाउनेवाला छौँ। दादाले के काँक्रा काट्छ है, टमाटर, खुर्सानी, प्याज भुजाहरू बहुत मेहनत गर्ने कति मेहनत गरिरहेको छ मेरो दादाले। यहाँ फेरि यहाँ बस्ने मात्र भैया एकदम मिठो हुनेवाला छ। लास्टसम्म हेर्नुहोला। लाइक, सब्सक्राइब, कमेन्ट, सेयर गरिदिनु होला। मम्मी यहाँ चटपटी खाना दिनु मलाई। मम्मीले चटपटी खाने हुन्न। मम्मी चटपटी खानुहुन्न, खायो भने म तपाईँ देखाउँछु। देखिन्छ खुर्सानी नदेखा न। अहिले म डेडीलाई पठाइदिनु होला। यो पनि भिडियो टिकटकमा देख्नु पर्यो के खुर्सानी मैले त खान्न पर पुऱ्याइदिन्छु फल्यो भने कहिले पाएन भनिदिन्छु मजा हामी ब्याटम बिलाइको हुन्छ। अस्ति ड्याडले मम्मीले लिनु पठाइदिएको थियो क्या खुर्सानी। यसले 5वटा कि 6वटा कतिवटा लिएर आएको ठुलो मेरो डरले खुर्सानी भन्छ रहेछ। मैले अर्कोवाला खुर्सानी ल्याइदिएको छु। खदा त्यो ल्याइछु त हल्का के त्यो डब्बा देखा हल्का त्योभन्दा मिठो यो हुन्छ नि ओरेको बहुत दामी स्वाद आउँछ हुन्छ नि बास्नाले ओरेको दामी हुन्छ। नै म जसको पनि राम्रो मान्छु। मैले एक्लै बनाएको बेला स्यान्डविच थियो कि लुकेर खाए बेला पिर्तीको नि चाउचाउ भयो हुनु कि बेला बेलामा भयो पिर्ती सब हालिदिन्छु। यस्तो दामी बनाउँछु नि म फेरि तिम्रो नभएको बेला हो। जस्तै म त्यो पाहाड गयो भने जस्तै त्यो गर तर मेरो अगाडि हो भने चाहिँ मेरो घरमा बेला चाहिँ म त्यस्तो लुकाउँदै तेरो घरमा जेर ल्याइदिएको थिएँ कि मैले कलेजबाट। अनि ल्याएको कि नै मन्चुरी फ्राई राइस राति पुऱ्याउनु आएको कि नै हो याद रहेछ त। गरिमालाई आज लगेर के खुवायो भन् त? गरिमालाई लगेर के खुवायो आज? दुईटा समोसा अनि अस्ति गरिमालाई भाइले लगेर के खुवायो? त्यसलाई थाहा छैन र थाहा गरेको नि रसबरी हैन रसबरी खाती बनाउनु त। अनि तँलाई रोसाले लगेर के खुवाथे अब? बोल्छ के रे हाई स्कुल चटपटी र चाट। अनि ए चटपटी भो पानी पूरी पनि पेट ढारिङ गरी खान्छस् कि नै? अनि यहाँ किन अहिले नाटक पकाएको खाएर चाहिँ किन मैले दिदीले 2-3 चोटि 2 चोटि खाइछ। मैले डेरी मिल्क सर्भिस ल्याइदिन्छ नि चक्लेटहरू उहाँ लगाएर कतिचोटि खुवाएको छु तिमीलाई। यो भाइ पनि गर्छ उहाँ दोकान गोचानीहरूको ए बाबा नामको हो कि नै भन्? अनि साजन र तँलाई लगो होइन अनि साजन र तँलाई लगो बेला दाल मोट चिसो खुवाएको कि नै के होइन भन् न हो कि नै? त्यस्तो चाहिँ मैले अनि तैँले मलाई कसरी खुवाइस् त कहिले यस्तरी एकचोटि भन् त? मुख बन्द भएको अनि भिडियो बनाइराख्छु नै बन्द यस्तो हो के याद गरिदिने तैँले त्यहाँ भुइँमा देखेपछि के आफूले यहाँ काँक्रामा देखाइदिन्छु ल। यस्तो याद गर्ने गर के अरू कुरा नकिन्दै पनि खानेकुरा चाहिँ किनिदिन्छु कि मैले। कोब्रा किन्छन् त अरू कुरा नकिन्दै पनि खानेकुरा किनिदिन्छु भने सुन्ने के सुनिन्छ? खानेकुरामा लोभ गर्दैन क्या म किनकि खाना म पनि खान्छु नि त। हो म खानेमा कति खर्च गर्छु। तिम्रो त मोटा दिन्छु हो अहिले खर्च नगरेर म अहिले खाना खाइरहन्थेँ। तँ पनि खाना खान्थेस् म पनि खाना खान्थेँ। 4:30 मिनट भयो। भिडियो हाल्ने युट्युबमा हाल्ने दादा के हुन्छ र देखि हाम्रो आँखा हुन्छ। यसो गर नि त 5-5 मिनटको भन त्यो जोडी गराउने 5-5 मिनट हुन्ला 5 मिनट बन्द गरिदिने अनि फेरि अर्को नयाँ भिडियो बनाउने।
देखाएको गरौँ फेरि कुराहरू त गफै गरिदिनुहोस् त भोलो गरोस् हामी गफ गरेर